नमस्कार साथीहरू। अब यो कालन्चुको बारेमा तपाईहरुलाई म केही जानकारी गराउँदैछु। यसको कटिङ कसरी सार्ने, यसलाई हेरचाह कसरी गर्ने, मल सो कुटिङ सोइल कसरी चाहिँ मिक्स गर्ने बारेमा तपाईलाई जानकारी गराउँछु। भिडियोलाई स्किप नगरिकन हेर्दिनु होला। यो कालन्चु चाहिँ यसलाई अब हामी कटिङ सार्दैछौँ यसलाई। र यो चाहिँ लोकल भेराइटीको कालन्चु हो। यसको बारेमा तपाईहरुलाई सम्पूर्ण जानकारी गराउनेछौँ हामीले। कटिङको लागि चाहिँ हामीले सोइल मिक्स यसरी तयार गर्छौँ। यसमा बलुवा छ, अनि 30% बलुवा छ, यसमा 50% माटो छ, र यसमा थोरै कोकोपिट पनि हामीले मिक्स गरेका छौँ यसमा। अनि भर्मी कम्पोस्ट, एकदम पोचिएको मल पनि एड गरेका छौँ यसमा। यो चाहिँ हाम्रो हाइब्रिड कालन्चु हो। यो चाहिँ मैले चैत महिनामा यसको कटिङ सारेको थिएँ। यो चाहिँ मैले बलुवामा सारेको चाहिँ कतिको हुन्छ कि हुँदैन भनेर बलुवामा सारेको चाहिँ कतिको सक्सेस हुन्छ कि हुँदैन भनेर, तर राम्रो आएको छ, एकदम बुसी भएर आएको छ। र यसलाई चाहिँ हामीले त्यही अघि मैले देखाए जस्तो सोइल मिक्स गरेर यसमा रिपोर्ट गरिसकेका छौँ यसलाई। र यो रेड कलरको हो साथीहरू, यो राम्रो फुल्छ, डबलबाट हो। यसमा हामीसँग येलो कलर पनि छ, पिङ्क कलरको पनि छ, जम्मा 3-4 कलर छ यसमा। यसलाई हामी फङ्गिसाइडमा चोबे पनि लगाउन सक्छौँ। फङ्गिसाइड अथवा रुटेक्समा पनि हामीले प्रयोग गर्न सक्छौँ। यसमा रुटेक्स लगाउँदा पनि हुन्छ, र फङ्गिसाइड लास्टमा रोपिसकेर यसलाई माथिबाट पानीमा मिक्स गरेर पनि लगाउन सक्छौँ। यो कालन्चु चाहिँ यो सकुलेन्ट प्रजातिमा पर्छ। यसमा पानी एकदम कम हामीले दिनुपर्ने हुन्छ, नभए यो मर्ने सम्भावना हुन्छ यसको पानी चाहिँ यसको पत्तामै पानी स्टोर हुन्छ यो साथीहरू। त्यसैले हामीले यसलाई चाहिँ पानी हाल्दाखेरि चाहिँ धेरै होसियारी अपनाउनु पर्ने हुन्छ। र यो एकदम राम्रो जातिको कालन्चु, यसलाई हामी यहाँले रिपोर्ट गर्दैछौँ। यसलाई हामी लास्टमा यसलाई हल्का माटो त्यति चिसो छैन, अनि लास्टमा यसलाई हामीले रोपिसकेपछि पानी दिनेछौँ। यो चाहिँ मेरो पुरानो बोट हो। यसलाई मैले अलिक पानी नपर्ने ठाउँमा टन्नेलाभित्र राखेको छु। यसलाई अलिकति पानी धेरै हो भने यस्तो हुन्छ साथीहरू, हेर्नुहोस्। यसलाई पानी धेरै भयो, पानी धेरै भएपछि यसलाई फङ्गस लाग्ने गर्छ, रोग लाग्छ यसलाई। र त्यसको बारेमा चाहिँ हामीले धेरै ध्यान पुर्याउनु पर्ने हुन्छ। यो चाहिँ मैले खाली माटोमा मात्रै रोपेको थिएँ। माटोमा खासै राम्रो हुँदो रहेछ। यसलाई माउ बोट बनाएको थिएँ यसलाई मैले। अनि यसको अर्को रोग भनेको त्यो मिली भएको हो नि के भन्ने, यस्तो सेतो यो यसको त्यो डाँठमा यो सेतो पुरै घेरिएर बसेको हुन्छ, अनि त्यसले पनि धेरै असर गर्ने हुन्छ। र त्यो सम्बन्ध पनि हामीले धेरै विचार गराउनु पर्ने हुन्छ। यो मेरो माउ बोट हो। यसलाई मैले पोहोरको बिरुवालाई माउ बोट बनाएको थिएँ। यो चाहिँ सकुलेन्ट प्रजातिको हुनाले यसलाई पानीबाट चाहिँ धेरै बचाउनु पर्ने हुन्छ।
यो चाहिँ जाडो मौसममा मजाले फस्टाउने गर्छ यो, र गर्मी मौसम लागेपछि यसलाई छायामा राख्नुपर्ने हुन्छ। यसले धेरै घाम सहँदैन, यसले धेरै तापक्रम सहँदैन, त्यही भएर यसलाई छायामा हामीले स्टोर गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ माटो र पानी एकदम यसको ब्यालेन्स मिल्नुपर्छ, नत्र यो धेरै मर्ने गर्दछ। यसलाई माटो र पानी मिलेन भने, लिसैलो माटो हुनु भएन, यसलाई एकदम हामीले रोप्दाखेरि गमलामा रोप्दाखेरि पानी हालिसक्दा पानी मुनिबाट झरिसक्नुपर्ने हुन्छ साथीहरू। एकदम नाजुक बिरुवा हो, यसलाई हेरचाह एकदम सही तरिकाले गऱ्यो भने हामीलाई यो वर्षौँ-वर्षसम्म यसले हामीलाई फुल दिन्छ। हजुरहरू घरमा पनि यो बिरुवा रोप्नुभएको छ भने मैले भने जसरी नि तपाईँहरूले गर्नुभयो भने यो बिरुवाले तपाईँहरूलाई जहिले पनि तपाईँहरूको बगैँचालाई उज्यालो बनाउनेछ। एकदम राम्रो सुन्दर फुल फुल्नेछ। आज तपाईँहरूलाई मैले यो कालन्चीको बारेमा थोरै बहुत केही जानकारी गराएँ र यस विषयमा थप जानकारी पाउनको लागि पनि अर्को भिडियोमा म तपाईँहरूमा जानकारी गराउनेछु। यसको फुलेको बेला सम्पूर्ण जानकारी तपाईँहरूसँग म गर्ने छु। तपाईँहरूले यस पनिता नर्सरीलाई लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला। तपाईँहरूको एउटा लाइक, कमेन्ट, सब्सक्राइबले मलाई धेरै हौसला मिल्नेछ र यसबाट तपाईँहरूले केही जानकारी पाउनुभयो होला। यति भन्दै तपाईँहरूसँग म बिदा लिन्छु। हवस् त, नमस्कार।